हे एभ्रिवान, यो स्टेन्सिल कसरी युज गरिन्छ जसको हजुरले बेस्ट रिजल्ट पाउन सक्नुहुन्छ सिक्नको लागि यो भिडियो पुरै हेर्नु होला। सो यहाँ पहिला स्टेन्सिललाई डिजाइन अनुसार कट गर्नुपर्ने हुन्छ। जसरी डिजाइन गरिएको छ त्यही अनुसार सबैलाई सेपरेटली कट गर्नुपर्ने हुन्छ। कट गरिसकेपछि पछाडिको जुन व्हाइट पेपर हुन्छ त्यसलाई बिस्तारै निकाल्नुपर्ने हुन्छ। व्हाइट पेपर निकालिसकेपछि यसलाई मजाले टास्नुपर्ने हुन्छ। डिजाइनलाई टाँसिसकेपछि माथिको जुन ट्रान्सप्यारेन्ट टेप हुन्छ त्यसलाई निकाल्नुपर्ने हुन्छ। जसरी व्हाइट पेपर बिस्तारै निकाल्नुपर्ने हुन्छ त्यसरी नै यो माथिको ट्रान्सप्यारेन्ट टेप पनि बिस्तारै निकाल्नुपर्ने हुन्छ। इफ डिजाइन पनि सँगसँगै निस्किँदैछ भने तपाईँ यसरी डिजाइन टाँस्दै र माथिको टेप निकाल्दै सक्नुहुन्छ। किनभने एकदमै मसिनो वर्क हुन्छ भने अलिक केयरफुली निकाल्नुपर्ने हुन्छ। अब दुईटाको टेप निकालिसकेपछि यो थर्ड डिजाइनमा टाँसिराखेकी छु। यसलाई मेजर गरेर कट गर्नुस् अनि यसलाई मजाले टाँस्नुपर्ने हुन्छ। सेम प्रोसेस युज गर्नुपर्छ। व्हाइट पेपर निकालेर मजाले टाँसिदिनुपर्छ अनि माथिको टेप निकाल्नुपर्छ। अब यहाँ फिङ्गरको पनि ठुलो सानो हुँदैछ भने तपाईँ यसलाई कट गरेर एडजस्ट गर्न सक्नुहुनेछ। सो यहाँ सबै डिजाइन कम्प्लिट भइसकेपछि यसमाथि लगाउनु पर्ने हुन्छ मेहन्दी। यहाँ म इन्स्टन्ट मेहन्दी युज गर्दैछु जसको कलर छिटो आउँछ। हजुर जुन मेहन्दी युज गर्नुहुन्छ त्यही मेहन्दी अनुसार रुल फलो गर्नु होला। जसरी कि इफ अर्ग्यानिक युज गर्नुहुँदैछ भने अर्ग्यानिकको रुल अनुसार 5 देखि 6 घण्टा मेहन्दी राख्नुपर्ने हुन्छ। तर म यहाँ इन्स्टन्ट मेहन्दी युज गर्दैछु जसले गर्दा मलाई बढी समयसम्म राख्नु पर्दैन। इन्स्टन्ट मेहन्दी युज गर्दाखेरि म्याक्सिमम 30 आवर राख्दा पुग्छ। सो यहाँ मेहन्दी राम्ररी एप्लाई गरिसकेपछि 30 मिनट पछि म यसलाई वास गरेर हजुरलाई देखाउने छु। वास गरिसकेपछि यसको सबै डिजाइन चाहिँ निकालिदिनु पर्ने हुन्छ। एन्ड हियर द फाइनल लुक हेर्न सक्नुहुनेछ यसको कति राम्रो डिजाइन बसेको छ। अब स्टेन्सिल युज गरेर पनि यति राम्रोको डिजाइन हजुरहरूले आफै लाउन सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।